चितवन र भरतपुरको लागि चाहिँ आज मलाई केही भन्न मन लाग्यो। नमस्कार, मेरो नाम हरिप्रसाद पौडेल। म चाहिँ प्रवासबाट अहिले यो भिडियो बनाउँदैछु। चितवन भरतपुरको लागि अहिले चाहिँ यो आउने फागुन 21 को चुनावमा एउटा जताततै चितवनमा चाहिँ अहिले घन्टीमय भएको छ र बनाउनु पनि पर्छ। यसमा मेरो फुल समर्थन छ। यो भन्दै गर्दा बीचमा म रेणु दाहालको कुरा पनि गर्नेछु साथीहरू है। तर हिजोको दिनमा जति पनि बुढाखाडा थिए तिनीहरूलाई बाइकट हान्नै पर्छ साथीहरू। बाइकट हान्न किन देशलाई परिवर्तन गर्न सकिँदैन हामीले हैन। त्यो हुँदै गर्दा हामीले रासोपालाई हेर्नु पनि पर्छ साथीहरू। यो 5 वर्ष हामीले रासोपालाई दियौं भने उसको कामलाई पनि हामीले निहाल्ने मौका पाउँछौं र भोलि उले यदि गल्ती गर्यो भने खबरदारी गर्ने पनि हामी नै हो। हामी त्यसैले अहिले हामीले चाहिँ बिना त्यो त्यतिकै हामीले चाहिँ हैन चाहिँ आरोप लगाउनु हुँदैन। अहिले जुन बालेन प्रधानमन्त्री हुने सहमति भएको छ, रवि सभापति हुनुभएको छ, रवि लामिछाने रासोपाको हैन। अहिले हामीले आरोप लगाएर तपाईको चाहिँ देश बेच्छ हैन, विभिन्न चाहिँ आरोपहरू चाहिँ लगाउनु भन्दा पनि पहिला हामीले चाहिँ 5 वर्षको कार्यकाल रासोपालाई सुम्पिनु पर्छ। उहाँले गर्नु भएको छ। हामीले उहाँलाई निहाल्दै हेर्दाखेरि उहाँले जुन पत्रकारिता लाइनबाट आउनु भयो र पत्रकारिता गर्दै गर्दा पनि नेपालको लागि र नेपालीहरूको लागि हकितका धेरै कामहरू गरेको हामीले निहाल्न सक्छौं। तसर्थ हामीले त्यो कुराहरू हेरेर पनि महसुस गरेर पनि यसपालि हामीले रवि लामिछाने काठमाडौँका मेयर बालेन्द्र शाह बालेन उहाँलाई चाहिँ हामीले पक्कै पनि यसपालि हामीले संसद भवनसम्म पुर्याउने जिम्मेवारी हामीले लिनुपर्छ। र त्यसको लागि मैले मेरो परिवार, मेरो इष्टमित्र, मेरो आफन्त, मेरो हरेक व्यक्तिहरूलाई मैले चाहिँ सबैजनालाई भनेको छु है, घन्टीमा चाहिँ यसपालि भोट हालौं। 5 वर्षको कार्यकाल हेर्नुपर्छ हामीले। आत्तिनु हुँदैन। भोलि के गर्छन् भनेर आत्तिनु भन्दा पनि देश परिवर्तन बनाउनको निम्ति यस्तो अग्रसर भएर लागि परेका छन् भने पक्कै पनि देश परिवर्तन हुन्छ। धेरै कुराहरू छ यसमा। र यो भन्दै गर्दा चितवन भरतपुर मेरो घर, मेरो बाल्यकाल र म बसेको ठाउँ भएको कारणले गर्दा मैले रेणु दाहाललाई पनि बिर्सिन सक्दिन साथीहरू। न म कुनै पार्टी कार्यकर्ता भएर कुनै हैन एउटा अरु व्यक्ति भएर म बोल्दै छैन। रेणु दाहाल म हिजो माओवादी नहुँदा होस् होदा कुनै पनि उसमा होस्, तर रेणु दाहालले गरेको कामलाई चाहिँ हामीले सम्झिनु पर्छ साथीहरू। किनभने 10 वर्ष हिजोको भरतपुर र 10 वर्ष आजको भरतपुरमा धेरै आकाश पातालको फरक छ। हिजो मैले मेरै छोराछोरीलाई मैले स्कुल जाँदासम्म पनि कस्तो स्थितिमा कस्तो हुने हो, विभिन्न काण्डहरू भएका कारणले गर्दा आफ्ना छोराछोरीलाई स्कुल जाँदा पनि डराउनु पर्ने स्थिति थियो। आज त्यो स्थितिहरू धेरै नै कम भएको छ। आज 24 आवर तपाईँ चितवन जिल्लामा तपाईँ पुरै जताततै झलमल्ल 4 लाइनको बाटोदेखि लिएर हरेक कुरा तपाईँ आनन्दका साथ तपाईँ हिँड्न सक्ने आज रेणु दाहाल दिदीले चाहिँ बनाउनु भएको छ साथीहरू। यो कुरा चाहिँ बिर्सिनु हुँदैन। त्यही भएर मैले चाहिँ रेणु दाहाल दिदीलाई चाहिँ यदि बिर्सियो भने हामीलाई साह्रै गाह्रो हुन्छ, हामीलाई पाप लाग्छ जस्तो लाग्यो। र यो मैले यो भन्दैछु, मैले कुनै व्यक्ति हेरेर पार्टी हेरेर मैले भन्दै छैन। हामी प्रचण्डलाई बाइकट हान्ने छौं, तर रेणु दाहाललाई चाहिँ हामीले सम्झिनु पर्छ साथीहरू। तपाईँ कुन पार्टीमा हुनुहुन्छ? कांग्रेसमा हुनुहुन्छ, रासोपामा हुनुहुन्छ, राप्रपामा हुनुहुन्छ हैन, माओवादीमा हुनुहुन्छ अथवा विभिन्न नयाँ पार्टीहरूमा हुनुहुन्छ, त्यो मलाई थाहा भएन साथीहरू। तर तपाईँ चितवनमै बस्नु भएको छ, चितवनमै जन्माउनु भएको छ र चितवन हुर्किनु भएको छ भने तपाईले हिजोको चितवन र आजको चितवन चाहिँ निहाल्नु पर्छ। छातीमा हात राखेर तपाईले चाहिँ समर्थन गर्न सक्नुपर्छ है। हामीले राम्रो राम्रो व्यक्तिलाई चुनेर संसद भवनमा लैजाने हो। त्यो मध्ये कतिपय अरु पुराना पार्टीका भए पनि कतिपय व्यक्ति एउटा यङ युथहरूलाई समेटेर चाहिँ काम गर्न सक्ने खालको व्यक्तिहरू छन्। उनीहरूलाई पनि हामीले केलाउन सक्नुपर्छ साथीहरू। म प्रवासबाट भन्दैछु, म प्रवासबाट बोल्दैछु। मलाई कुनै पार्टीको कुनै केही मैले आजसम्म कुनै एक कप चाय पनि मैले खाएको छैन। कुनै पार्टी भनेर मैले चाहिँ त्यो हिसाबले बोलेको पनि छैन साथीहरू।
तर देश परिवर्तन गर्न जो अलिकति अब्बल छन्, देशमा अलिकति एउटा माथिल्लो स्तरमा आफ्नो मेरो देश नेपाललाई लान सक्छन् भने ती व्यक्तिहरूलाई छान्ने कर्तव्य तपाईँ हाम्रो हो, आज हो। हामीले यो कुरा बुझ्न पर्छ। अझ म के भन्छु भने चितवन जिल्लामा मेयर रेणु दाहाल जहाँबाट उठ्दै हुनुहुन्छ, मलाई जहाँसम्म लाग्छ हाम्रो माननीय शोभिता गौतमज्यूसँगै चाहिँ उठ्दै हुनुहुन्छ अरे। अझ सकेसम्म उहाँलाई नउठाउनुहोस् र शोभिता गौतमलाई चाहिँ अरू क्षेत्रबाट उठाउनुहोस् भन्न चाहन्छु। किनकि शोभिता गौतम पनि एउटा यस्तो योग्य महिला हो, यस्तो हो, आफ्नो पार्टीको लागि, आफ्नो संस्थाको लागि र एउटा देशको लागि चाहिँ म केही गर्छु भनेर आजसम्म जस्तो परिस्थितिमा पनि उहाँ बोल्दै हिँड्नु भएको एउटा छोरीहरूको एउटा आवाज हो। त्यही कारणले शोभिता गौतमजीलाई पनि सकेसम्म चाहिँ म रेणु दाहालको क्षेत्रबाट नउठोस् भन्ने मेरो चाहना छ साथीहरू। म शोभिता गौतमले नि जितेको हेर्न चाहन्छु र रेणु दाहालले पनि जितेको हेर्न चाहन्छु साथीहरू। यसमा मेरो कुनै पार्टीगत स्वार्थ कुनै केही छैन। म एउटा प्रवासबाट, म एउटा चितवनको छोरा, त्यही माथि म भरतपुरमा जन्मेको, भरतपुरको छोरा भएको कारणले मैले यो भिडियो चाहिँ पोस्ट गर्नुपर्छ, यो भिडियो चाहिँ मैले बनाउनु पर्छ। यदि मैले रेणु दाहाल दिदीको लागि पनि अलिकति पनि यो मेसेज छोडिन भने मलाई चितवनले सराप्ने छ, मलाई भरतपुरले सराप्ने छ। त्यस कारणले साथीहरू, इष्टमित्र, मेरा आफन्त, चितवनमा रहनुहुने सम्पूर्ण साथीहरू, यसपालि घन्टीमय बनाउने हो जताततै, तर त्यो घन्टीमय बनाउँदै तपाईँले रेणु दाहाललाई बिर्सनु चाहिँ भएन है। उहाँको निम्ति पनि उहाँले गर्नुभएको 10 वर्षसम्म गर्नुभएको मेहनत परिश्रम आज तपाईँ हाम्रै लागि हो। तपाईँ हामी जुनसुकै पार्टीको होस्, हिजोको दिनमा तपाईँ हाम्रै आज चाहिँ उज्यालो भरतपुर भएको छ, आज रमणीय भरतपुर भएको छ। आज देश विदेशबाट चाहिँ भरतपुरमा चाहिँ भ्रमण गर्न आएका छन्। किनकि नेपालकै एउटा नमुना चितवन जिल्ला बनाउने रेणु दाहालको एकदमै ठुलो हात छ। त्यही भएर पार्टीलाई नहेर्नुहोस् साथीहरू, तपाईँले रेणु दाहाललाई हेर्नुहोस्। उहाँको बाउको ट्याग छोरीलाई नभिडाइदिनुहोस्, प्रचण्डको ट्याग नभिडाइदिनुहोस्। लड्नुहोस् प्रचण्डसँग, कहाँ माओवादी अरू चाहिँ कोसँग लड्ने हो, जित्ने हो, हराउने हो पहिलाकालाई, तर रेणु दाहाललाई चाहिँ ठाउँ दिनुपर्छ साथी। रेणु दाहाललाई चाहिँ ठाउँ दिनुपर्छ। सबैजना मिलेर, चितवनवासीहरूले अहिले चाहिँ हामी सबै चाहिँ मिलेर यो म्यासेज चाहिँ हामीले छोड्नै पर्छ। हामीले रेणु दाहाल दिदीलाई बिर्सिनु हुन्न, तसर्थ हामीलाई पनि भोलिका दिनमा अझै चितवनलाई डेभलप होस्, अझै चितवनमा धेरै राम्रा कामहरू होस् भन्ने होप भएका कारणले आउने दिनमा अझै राम्रो हुनेछ। त्यस कारणले हामीले चितवनका मेयर, भरतपुरका मेयर दिदी रेणु दाहाललाई पनि हामीले सँगसँगै जिताउनु पर्ने आवश्यकता छ। र घन्टी त छँदैछ, घन्टीमय जताततै हामी 5 वर्ष हेर्नेछौँ, उहाँको कार्यकाल हेर्नेछौँ, त्यसपछि हामीलाई थाहा हुनेछ के कतिको काम गर्न सक्छन् है भन्ने कुरा। त्यही भएर यतिखेर चाहिँ हामीले विश्वासका साथ भोट दिनु जरुरी छ, 5 वर्ष हेर्न जरुरी छ साथीहरू। चितवनवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्दैछु मैले, मेरो इष्टमित्रहरूलाई भन्दैछु मैले, मेरा आफन्तजनहरूलाई भन्दैछु मैले, मेरा वरिपरि मलाई चिन्ने साथीहरूलाई भन्दैछु मैले, छातीमा हात राखेर तपाईँले एकजना रेणु दाहाल दिदीको लागि चाहिँ सम्झिनु पर्ने हुन्छ। उहाँको काम र अहिलेको चितवन, अहिलेको भरतपुर, अहिलेको परिवर्तन त्यो चाहिँ हामीले बिर्सिनु हुन्न साथीहरू। हस् त, नमस्कार।